ओम शान्ति नमस्ते। तपाईलाई आमा यस्तो जे भयो यस्तो रोगले तपाई ढाडको दरदले यति ग्रसित हुनुहुन्छ कसले जानकारी दियो? बेटी र बेटीले उहाँलाई जानकारी दिनुभयो। उहाँ राजवंशी हुनुहुन्छ र यति वर्ष उमेर चाहिँ 78 वर्षको तपाईँ हैन। तर अनि यस्तो दर्द भयो तपाई यहाँ आउनुभयो कसैले जानकारी दिए। मैले 2 दिन मात्रै छु एकै दिनमा तपाईले उठ्न बस्न सक्नुभयो हैन। किरङ हल्गु र इला बिस खान आस्लो त एक दिन में जे करिनको किरङ बुझा बढ़िया बुझा आर आज दूसरा दिन छी जाय जानकारी दिलगु इखाने सत्य नि सत्य कितना रुइसिलो तो बटाइए लागि सुलगु के जहर खान दिदी खाइलिंगी बरु मरि जामगी सबेरे की कलगु इला की कलगु उमेर है गेलगु नहीं की कलगु बोलता उमेर है गेलगु तो नहीं सकतु आपने कोई नहीं सकतु डॉक्टर रे की कल डॉक्टर टेटे कहलगु ए डॉक्टर कलगु कि आप काइयो नहीं सक्छु नहीं हाट आस्लो जे मोर घर विराटनगर कटरी हो म नेपालबाट बोल्दै छु। त यहाँ आउनु भयो त के भयो तपाईलाई? धेरै राम्रो भयो। सबैजना आउन सक्छ। कमरको दर्द भयो भने चुप लाएर यहाँ आउँदा हुन्छ नि हैन कि अर्को ठाउँ पनि हेर्नु पर्छ? नहीं हताई ठीक है जाती एकदम गारंटी जात तोर अलगु आप खुशी अलगु खुशी होले ले यहाँलाई हैन यहाँ कुना सासलो मी मद्रास आसनु ए मद्रासे आउनु भएछ। म चाहिँ हैन नेपालको विराटनगरबाटै बोल्दै छु। घर कठरी नर्स साइड हो। तपाईहरुलाई यस्तो पर्यो भने आँखा चिम्लेर आउनुस्। यो आमा चाहिँ 78 वर्षको हुनुहुन्छ। धेरै नै राम्रो भयो हैन। त्यसैले तपाईहरु विश्वास गरेर आउने ठाउँ छ। ओम शान्ति नमस्ते हजुर।